चाहिँ तोरीबारी हो। को देखेको छ त बिउ त। सरी नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूलाई मेरो अर्को भिडियोमा स्वागत छ। अनि म चाहिँ आइसकेको छु आज गाउँको घरमा गुटु। हिजो आएको म चाहिँ, अनि हिजो अलिक फ्रेस थिएन, अनि अहिले चाहिँ बिहान बिहान भिडियो बनाउनु सुरु गरेको छु। अब म फ्रेस हुन्छु अनि फेरि भेटौँला। ओके, क्रिकेट आज क्रिकेट रहेछ। क्रिकेट खेल भइरहेको छ हाम्रो गाउँमा। ओके, यो चाहिँ हाम्रो बजेको घर हो। यस्तो राम्रो देखेछ। गाउँको घर यस्तै हुन्छ है, यस्तो राम्रो आनन्द तातो। अनि म तपाईँहरूलाई अब के हो गाई अनि हाम्रो गोरु रहेछ, डर लाग्यो। सानो बेबी पनि पाएको छ उता। दगुरो बेबी चाहिँ यस्तो घाँस चाहिँ मजाले खान्छ पो यिनीहरूको त। ल आज चाहिँ गाई गोरुको मुखबाङ पनि हेर्न पायो। ओके, फाइनल्ली फेरि हामी चाहिँ गाईलाई यो के अरे पिरो पकाइदिँदैछौँ। त्यसपछि गाईले खाएको पनि देखाउँछु है त साथीहरू। ल धन्यवाद। अनि यता मेरो मम्मी हुनुहुन्छ। ओके, ल म त पानी चार्दैछु है। यो चाहिँ तोरीबारी हो। अघि न मेरो मोबाइलमा चाहिँ स्पेस थिएन, अनि मैले भिडियो लिन पाएन। ल अब यो चाहिँ लास्ट हो। यसपछि हामी मोटर बन्द गरिदिने साथीहरू। यस्तो मजा छ नि। यो सबै चारी भएको है मैले पानी। ल लपक्क छ सबै। रेनबो गराइदिउँ क्या हो यसरी? नहुने रहेछ। यस्तो गर्मी छ नि, अब के भन्नु तपाईँहरूलाई। टु मच हट। त्यही माथि चिसो पानी, एकदम दामी कम्बिनेसन। ल अब सके, म बाबालाई बन्द गर्न पठाउँछु। बोय साट्ने बाना, म बन्द गर्न पठाएँ बाबालाई अब मोटर। यस, फाइनली बन्द भयो है त। पानी चारिसकेर मेरो हालत त खत्तम भइसक्यो काम गर्दा गर्दा चाहिँ। यो चाहिँ हाम्रो आलुबारी हो। मैले अघि भर्खर पानी यहाँ हालेर सकेको। यहाँ पनि उम्रिँदैछ। म मेरो चप्पल लिन जान्छु। अनि भोलि चाहिँ यसमा हामी अब औषधी छर्नेवाला छौँ है त। यत्रो यत्रो भइसक्यो। अब यसमा चाहिँ शीत लाग्छ कि, अनि शीत लागेपछि यो के हुन्छ, बिग्रिन्छ, शीतले खान्छ। त्यसैले भोलि हामी यसलाई शीतको औषधी छर्ने है त। अनि म यो औषधी छरेको चाहिँ नेक्स्ट ब्लगमा हाल्नेछु है त। ओके, यो चाहिँ कागतीको रुख हो है। हेर्नु न, कागती फलेर अहिले टक्क पाक्ने सिजन भएको रहेछ। यो चाहिँ बिकासी कागती पो हो त। यो चाहिँ बिकासी कागती हो। यो चाहिँ टक्क पाकेर रातो भएको छ। अब ट्याक्कै टिप्ने टाइम भएको छ, तर छैन। यति हो बचेको। यो सबै सकेछ साथीहरू, टिपेर सकेछ। लास्ट त्यति बाँकी रहेको छ। त्यसपछि म चाहिँ जाँदैछु अब क्र्याब खोज्नुलाई। क्र्याब चाहिँ डर पाउँछ नि त। अघि न मैले एउटा देखेको थिएँ कि फुत्की गएछ एउटा त। फेरि कस्तो टल बाफ्रे, मेरो लटरम्म फलिरहेछ नि त। हेर्नुहोस् त बिउ। ओ माई गड, यस्तो दामी। त्यही माथि खोला बगिरहेछ सरर गर्दै। यु क्यान सी द साउन्ड, सरी यु क्यान हियर द साउन्ड। ल म चाहिँ पानी भएको ठाउँमा आएँ। अघि न मैले यहाँ चाहिँ देखेको थिएँ क्र्याब, बट भागी त हालो। अघि नै ठ्याक्क भिडियो गर्नु लाग्यो, त्यति बेला नै के भयो भनेपछि मेरो मेमोरी फुल भयो क्या, अनि गइहाल्यो त नि।
यहीँ देखेको कता गयो अब। अनि यहाँ चाहिँ सानो सानो माछाहरू मात्रै छ, ठुलो पनि होला। अब कता छ मैले क्र्याब देखेको चाहिँ यहीँ हो किन, तर छैन, भागिसक्यो। यो उषा छोप्न आउँछ मलाई भनेर भागिसक्यो होला। यता चाहिँ पातलाई पल्टायौँ है, के छ भित्र। बदाम कसरी बदाई? 20 रुपियाँ। ए ल ल, कति लग्ने हो? 2 गिलास। 2 गिलास मात्रै बदाई। कति हाल्नु भयो? 2 गिलास। नै 2 गिलास मात्रै बदाई। फेरि 40 रुपियाँ मात्रै हो कि? यहाँ खेतमा आएको हामी पैसा त्यही पनि कहाँ बिहान बचायो। तपाईँले खेत बनाउनु रोप्नु भयो आज? अहिले ठ्याङ्मै हाल्नु चुल्लो। मलाई दिने त ल, धन्यवाद। बदाम पाइयो ल, खाने अब। बदाम किन्यो, अब खाइयो पनि ल। खै बोरा छोड्यो कि? खै यो टोपी उडाइदिनु न यार। बारीबाट काम गरेको त खतरा देखेछौँ हामी। अब खसाउनु मिल्दैन, यस्तै मुखले खसाउने हाने। रमाइलो रमाइलो। आमा छोरीको यात्रा। भोलि पर्सि गाडी आउँछ पनि थाहा छैन नि बिजी। त्यही भएर बोला। भोलि पर्सि भिडियो हेरेर नरुनु। लिसरीकोमा हालिदिएछ है। म यो भिडियो युट्युबमा हाल्छु सबै। अनि त्यहाँ जति बेला हेर्ने मलाई त्यति बेला हेर्ने। बाबाको युट्युबमा हालिदिए। बाबाको युट्युबमा बाबाकोबाट सब्सक्राइब गरेपछि अनि देखिन्छ, त्यहाँ आउँछ। खै ल्याउनु त, सक्यो। कहाँ बाटो? यता हो कि केराको घारी? तार म तपाईँहरूलाई केराको घारी देखाउँछु है त। छिमेकीको केराको बोटहरू हेर्नु, त्यहाँ यस्तो मस्त फलिरहेछ। दामी। फेरि भिडियो जुम गरेपछि मलाई भिडियो गर्न आउँथ्यो। यो कुकुर हाम्रो पप्पी। यिनको मुखबाङ त हेरिसक्नु भयो होला तपाईँहरूले होइन? ल हेलो, ल आउनुहोस्। कुकुर त साथी हो त, बेस्ट फ्रेन्ड। हामी चाहिँ आइसक्यौँ अब घरतिर। मम्मी यस्तो गर्नु, फोटो खिचौँ। भूत जस्तो होला फोटो। भूत आयो के हो त? मलाई त भूत हो। ल आँसु चुयो यार। ल जाऊँ। खै राख्ने त बदाम नाइ लामिस नाले कान गएको छ। अलि सेचा लखसी मैन त छाट्नु पर्ला त पुरै जङ्गलै त। पो देखेको छ त भ्यू त। ल यो पारि ठ्याक्क घामको मुनि चाहिँ हाम्रो घर छ है त। आमामामामा यो घामको ठ्याक्क मुनि हाम्रो घर छ साथीहरू। अब हामी यो खोलाबाट जाने हो घर 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 घर। ए सरी सरी लोट त हाले अब त्यसै भनेको हैन। इला घाँस कुची चाहिँ ए मैले काट थाकलको रुख पनि टन्नै रहेछ त। फल्छ कि के हो अब? अहिले त के फल्दा छ फाँडेर। नाइ छ त रुख त। ए के अरे 4-5वटा रुख भयो त पुग्यो त खान। कसलाई बार्ने र त्यहाँ राख्ने हो होइन त। राखिन् के धेरै खायो भने मिठो हुन्न। बल्ल वाइफाई चुप्यो, मेसेज आयो बल्ल। ल हामी हाम्रो बारीको एरियामा आयौँ बल्ल। म देखाउँछु अब। हाम्रो एरिया सुरु भयो है त। यो अझ अम्बाको रुख बिहान म यहाँ चढी चढी खाएको, पाकेको छैन। ल यो चाहिँ हाम्रो बारी।
साथीहरू हामी चाहिँ अब हाम्रो सबै काम सकेर घर आइसक्यौँ। यो पछाडिको फुल चाहिँ मेरो मम्मीले रोप्नु भएको हो। तपाईँहरूलाई म यो फुलको मात्रै पनि एउटा भिडियो बनाउने छु तपाईँहरूको लागि। अनि सो हामीले काम भइसक्यौँ आजको लागि यति नै। अनि त्यसपछि चाहिँ मेरो मम्मी हो। अनि भोलि पनि हामी भ्लग गराउने छौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। राम्रोसँग हेरिदिनु होला हाम्रो भिडियो अनि माया गरिदिनु होला। ल आजको लागि यति नै इन गरौँ है त। ल बाई गरिदिनुहोस्। बाई। हाम्रो भिडियोलाई माया गरेर लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। ल